फाइनली आजबाट तपाईहरुको एक्जाम स्टार्ट भइसकेको थियो र त्यसैले आज चाहिँ तपाईहरुको बिजनेस ल जुन ओल्ड कोर्स अथवा चान्स एक्जाम दिने विद्यार्थीहरुको एक्जाम थियो र त्यसै गरी तपाईहरुको एक्जाम सबैजनाको राम्रो भएको भन्ने आशा पनि गर्दछु र मैले जुन 60 वटा क्वेशन अर्थात 50 वटा क्वेशन तपाईहरुको माझमा राखिदिएको थिए त्यो क्वेशनबाट तपाईहरुलाई कति मार्क्सको क्वेशन आयो एक्जाममा आजको एक्जाममा त्यो बारेमा थोरै डिस्कस गर्न गइरहेको छु र मेरो हातमा तपाईहरुको आजको एक्जामको पेपर पनि छ र आजको एक्जामको पेपर हेर्दाखेरि मैले हेरि पनि सकेछु। यो मैले दिउँसै हेरिसकेको थिएँ पेपर र हेर्दाखेरि मलाई हाँसो पनि लाग्यो। यदि जसले सुविसी एजुकेसन सेन्टरलाई एउटा ट्रस्ट मानेर आउनु भएको थियो भनेपछि आजको यो पेपरमा 100 मार्क्सको एटेम्प्ट गर्नु भएको छ है तपाईहरुले। यो चाहिँ म 100% राखेर दिन्छु। र त्यसरी ग्रुप ए तपाईले हेर्न सक्नुहुन्छ। क्वेशन नम्बर 1 मा सोधेको थियो व्हाट इज नेशनल ल। एउटा नेशनल सेरोफेरोमा बसिसकेपछि तपाईहरुलाई एउटा सामान्य डेफिनेसन पनि थाहा भइहाल्छ नेशनल ल को बारेमा। यो भनेको तपाईको टाइप्स अफ ल भित्रबाट सोधेको एउटा नेशनल ल इन्टरनेशनल लहरु हुन्छ त्यहाँ भित्रबाट क्वेशन सोधेको हो। नर्मली तपाईले यसको डेफिनेसन आफै मिलाएर पनि लेख्न सक्नुहुन्छ। क्वेशन नम्बर 2 मा सोधेको छ डिफाइन कन्ट्र्याक्ट। मैले कन्ट्र्याक्ट सेक्सन 2A अफ कन्ट्र्याक्ट एक्ट भनेर तपाईहरुलाई भनिरहेको थिएँ धेरै चोटी, त्यो पनि डेफिनेसन सोधेको रहेछ। क्वेशन नम्बर 3 मा व्हाट इज कन्ट्र्याक्चुअल क्यापेसिटी। हिजो साँझ पनि एकजना स्टुडेन्टले सोधिराख्नु भएको थियो कन्ट्र्याक्चुअल क्यापेसिटीबाट के केस हुन्छ माइनरको, त्यो क्वेशनहरु पनि मैले राखिदिएको थिएँ हिजो साँझ। व्हाट इज कन्टिजेन्ट कन्ट्र्याक्ट, यो पनि तपाईको पेपरमै छ। व्हाट इज ब्रिच अफ कन्ट्र्याक्ट, यो पनि तपाईहरुलाई मैले प्र्याक्टिस गर्नलाई क्वेशन राखिदिएको थिएँ। हु इज द बेलर, बेलरको केस पनि मैले डेफिनेसन राखेको थिएँ। व्हाट इज कन्ट्र्याक्ट अफ एजेन्सी, यो पनि क्वेशन थियो त्यसमा। डिफाइन वारेन्टी, हु इज द आर्बिट्रेटर, डिफाइन कन्ट्र्याक्ट अफ ग्यारेन्टी। मैले तपाईहरुलाई अस्तिको एउटा भिडियो यदि राम्रोसँग सुन्नु भएको थियो भने चाहिँ त्यहाँ एउटा नोटिस मैले के भनेको थिएँ भने चाहिँ तपाईहरुले डेफिनेसन पोर्सन मात्रै राम्रोसँग पढ्नुहुन्छ भने तपाईलाई 35 ल्याउन कसैले रोक्दैन भने चाहिँ सबै डेफिनेसन मात्रै सोधेछ। एमा न लिस्ट आउट भनेर सोधेछ, न मेन्सन दैट भनेर सोधेको छ। अब सोच्नुस् सबै च्याप्टरको मेन टपिकहरुबाट डेफिनेसन मात्रै सोधेको छ भने चाहिँ 20 मा यदि राम्रै लेख्नु भएको थियो भने चाहिँ 15 सम्म नम्बर आउँछ के। त्यसले गर्दा मैले भन्छु तपाईहरुकै लागि भनिराखेको हो मैले, मेरो लागि होइन। मलाई त के छ र मैले त पास आउट गरेर निस्किसकेको मान्छे, मैले त तपाईहरुलाई जे पनि भनिदिन सक्दिन। तर हैन, सुबिसुमा एउटा ट्रस्ट लिएर तपाईहरु आउनु भएको छ भने चाहिँ तपाईहरुलाई राम्रै पर्सेन्टेज निकालेर मैले यहाँबाट ब्याचलर कटाउने हो के। त्यसले गर्दा चाहिँ सुबिसी एजुकेसन फ्री एजुकेसन भनेर मात्रै हेरचाह नगर्नुस् हैन। त्यसले गर्दा चाहिँ त्यसलाई चाहिँ अलिकता एउटा हैन यसबाट पनि यसले भनेको क्वेशन पनि एक्जाममा आउँछ है भनेर अलिकता ट्रस्ट गरेर आउनुहुन्छ भनेपछि म भन्छु 100% तपाईहरुले राम्रो एक्जाम गरेर ब्याचलरमा पनि 70% नियरली चाहिँ एग्रिगेटमा मार्क्स ल्याउन सक्नुहुन्छ। मेहनत गर्नु पर्यो। धेरैले भन्छन् पहिलाको जस्तो चेक हुँदैन यान्दैन, त्यो नसोच्नुस्। आफूले राम्रो लेख्नुहुन्छ भनेपछि भने नि त अहिले पनि अस्ति पनि तपाईहरुको थर्ड इयरको एक्जाम दिए 80 ल्याएको छन्, 82 83 ल्याएकै छन् लमा। के तिनीहरुले कस्तो लेख्यो होला नि त? त्यो हो नि त कुरा। आफूले बेस्ट दिन जान्नु पर्यो कि आफूले राम्रो लेख्न जान्नु पर्यो। जेपीटी लेखेर आएर नि ट्युले नम्बर दिँदैन, एन तेन पहिलाको जस्तो चेकअप गर्दैन यो उ भनेर त्यो बिना वायत कुराहरु गर्ने कोसिस चाहिँ नगर्नुस्। आफूमा एउटा राम्रो कन्फिडेन्स छ, तपाईले एन्सर लेख्नुहुन्छ भने राम्रो प्रेजेन्टेसन कपीमा दिनुहुन्छ भनेपछि राम्रै नम्बर आउँछ है। त्यसपछि ग्रुप बी मा जाउँ। वी इज एन अफर, एक्सप्लेन द रुल्स रिगार्डिङ अफ द भ्यालिड अफर रे। मैले भनेको थिएँ 3टा टपिक मध्ये एउटा क्वेशन स्योर आउँछ, एक्सेप्टेन्स, कन्सिडरेसन। अफरबाट एउटा क्वेशन स्योर आउँछ भने चाहिँ अफरको रुल्स रिगार्डिङ सोधेको छ। अब सोध्नुस्। त्यसपछि क्वेशन नम्बर 12 मा जाउँ। व्हाट इज कन्ट्र्याक्ट अफ सेल्स अफ गुड, स्टेट द डिफरेन्स बिट्विन द सेल्स एन्ड एग्रीमेन्ट टु सेल। यो मैले डिफरेन्स पनि तपाईलाई राख्दैछु पीडीएफ फाइलमा। अब सोच्नुस्। क्वेशन नम्बर 13 मा व्हाट आर द डिफरेन्स बिट्विन सब एजेन्ट एन्ड सब्स्टिट्युट एजेन्ट। 6-7 चोटि राखिदिसके यो स्टुडेन्टहरुले सोध्नु भएको थियो। अस्ति पनि एउटा स्टुडेन्ट सोध्नु भएको थियो, त्यो पनि तपाईले ग्रुपमै भेट्टाउन सक्नुहुन्छ, त्यो पनि मैले राखिदिएको थिएँ। त्यसपछि व्हाट इज अ कन्ट्र्याक्ट अफ एफर्जिमेन्ट र डिस्क्राइब अबाउट द चार्टर पार्टी। चार्टर पार्टीको टाइप्सहरु मैले राखिदिएको थिएँ। कन्ट्र्याक्ट अफ एफर्जिमेन्ट र त्यसको क्यारेक्टर्सहरु मैले राखिदिएको थिएँ। अनि एक्सप्लेन द फीचर्स अफ इन्सल्भेन्सी एक्ट 2063। व्हाट आर द राइट्स एन्ड ड्युटीज अफ इन्डेमिनिटी होल्डर। अब भन्नुस् न, सुबिसीले जुन क्वेशन दिएको थियो त्यहाँबाट आएको छैन, एकचोटि मलाई भन्नुस् त। बरु भन्नुस् मैले प्र्याक्टिस गर्न सकेन, मैले प्र्याक्टिस गर्दा पनि भएन भन्नुहुन्छ भने चाहिँ त्यो एउटा पोर्सन भयो। तर सुबिसीले दिएको जुन क्वेशनबाट क्वेशन आएको छैन भनेर एकजनाले पनि मलाई भनिदिनुस् त।
त्यसपछि ग्रुप सीमा जाउँ एटेम एनी टू क्वेसन डिस्क्राइब एबाउट द मिनिङ क्यारेक्टरिस्टिक्स एन्ड सोर्सेस अफ नेप्लिज बिजनेस ल अरे च्याप्टर 1 बाट 15 मार्क्सको क्वेसन आउँछ भनेकै थिएँ सेम यही राख्दै थियो क्यारेक्टरिस्टिक्स एन्ड सोर्सेस अफ नेप्लिज बिजनेस ल नै थियो त्यही क्वेसन सोधेछ क्वेसन नम्बर 1 या 2 मा क्वेसन नम्बर 1 या 2 मा त्यो उमाइ राखेको छु मैले 60 वटा क्वेसनमा त्यहाँ गएर हेर्न सक्नुहुन्छ क्वेसन नम्बर 18 मा डिफरेन्स बिट्विन द डिफाइन द कन्ट्र्याक्ट फ्लोइङ प्लेज वाट आर द डिफरेन्स बिट्विन द बेलमेन्ट एन्ड प्लेज भनेको छ कन्ट्र्याक्ट अफ प्लेज होला त्यो कन्ट्र्याक्ट फ्लोइङ प्लेज लेखेछ क्या अब ट्युको यस्तै हो टाइपिङ मिस्टेक अनि वाट आर द डिफरेन्स बिट्विन बेलमेन्ट एन्ड प्लेज यो पनि क्वेसन राखेको थिएँ र क्रिटिकली एनालाइज द मेजर प्रोभिजन अफ द आर्बिट्रेसन एक्ट 2055 सोधेछ आर्बिट्रेसन एक्टबाट सोधेको छ तपाईँलाई धेरै सजिलो क्वेसन सोधेछ अब भन्नुहोस् न एकचोटि सुबिसीले दिएको क्वेसन आएन अब धेरैले भन्थ्यो होला नि त यसले दिएको क्वेसन आउँदैन 100 मार्क्सको क्वेसन सबै आएको छ अब भन्नुहोस् त्यसैले मैले भन्छु ट्रस्ट इज मोस्ट इम्पोर्टेन्ट है ट्रस्ट गर्नुहुन्छ भने चाहिँ सोबिसी एजुकेसनमा आएर राम्रोसँग पढ्नुहुन्छ भने चाहिँ यु क्यान डु इट है मजाले गर्न सक्नुहुन्छ राम्रोसँग प्र्याक्टिस गर्नु र राम्रोसँग पढ्नु भन्न चाहन्छु सबैजनालाई र अब चाहिँ रेगुलर इक्जामको पालो छ त्यसमा चाहिँ हेरौँ कतिको क्वेसनहरू फस्छ मैले दिएको 60 वटा क्वेसन मध्ये त्यसमा पनि मैले आफूले छानेरै क्वेसनहरू दिएको हो त्यसले गर्दा 100% नै फसोस् भन्ने म चाहन्छु र तपाईँहरूले पनि राम्रो मेहनत गर्नु होला भन्ने आशा गर्दछु र ह्याभ अ गुड डे टेक केयर बाई बाई